हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज चाहिँ म फेरि नयाँ भिडियो अनि भ्लग लिएर आइसकेको छु। आज चाहिँ मेरो सानो बधे बाबुको चाहिँ भात खुवाइ यानि कि अन्नप्राशन भन्ने हुन्छ नि नेपालीको चलनअनुसार। यहाँ चाहिँ मेरो काकाले चाहिँ नाति बाबुलाई चाहिँ टिकासिका लगाइदिएर बस्नुभएको छ। उहाँ चाहिँ मेरो छ्यामा हुनुहुन्छ, बधे बाबुको आमा। साथीहरू, उहाँ पनि हाम्रै छ्यामा हुनुहुन्छ। उहाँ चाहिँ मेरो बधे बाबुको कान्छी आमा हुनुहुन्छ। उहाँ चाहिँ मेरो बुहारी, मेरो बधे बाबुको प्यारो मामु हो। साथीहरू, यसरी नै हाम्रो भात खुवाइ सुरु भएको थियो अनि यसरी नै हामीले सुरु गऱ्यौँ। पस्ते गर्दै त आमालाई यसरी पस्ते यता नि निकाल्ने अलिअलि जानु अन्त छिटो न बाबु नआउँदा टिका लगाउनु ट्याप लगाउनु ट्याप ट्याप पनि ट्याप कस्तो फोन यो मामाको हो क्या ए ल ए पनि ट्याप टिका मात्रै लगाइदिनु। म झन् दिदीको बोका पनि गर्नै पाएन भाइ अब के आमा नमस्ते गर्दै मेरो बारे गरेर एडमा गर्नु है सानो फुपू बजे सानो फुपू बजे नातिको ल ल माइली बजे आउनु छिटो फुपू बजे मेरो बाबु त रुन लाग्यो नि एक फेर मात्र लाउनु के दिदी अरे रोला ल भान्जी दिदी है हाम्रो सानो नमस्ते अर्को भान्जी दिदी आउनु भयो फेरि नफगेन कोटा यता आउन यहाँ समाएर खिच त भ्याए सबैले अब माइज्यू ठुलो माइज्यू हो ठुलो माइज्यू बाबालाई बोलाउनु मामा पनि छ मामा पनि होला बहिनी मेरो बाबु सबैले बाजी मुन्डा जस्तो पनि छैन मेसेज भइदाको थाहा जस्तो पनि छैन बाजीको पलाटी चाहिँ खलाटी थाहा हो भन्यो यो थाहा हो भन्यो नाति खलाटी भयो नि त बाबु ओइ यता हेर कोहीले नाति खलाटी देखेर बित्सकेर पासपुस्त पनि देखेन उसले माइला भाजी देखेको हो हामीले भने बाजी बजी पनि देखेन भाइ के भएको घरको बाजी बजी पनि देखेन नरेको भाइ के हामी त नघरको बाजी यो के हो आमा देमा जान्न बाना होसे दाइगन फुट पेले त आला के हो त्यो चाहिँ नाटी पलाटीले अझै होसे पुरी ये डाइडेनक बेग्लै लेछ नाटी पनि पलाटी इसै खै कोही होसे बाबु देश बाती आउला आले बेग्लै छ दिउन त काछ नौजा ल्याए बाजी मामा इष्टमेन माउलिया सुसिलो बात हुन्छ के के हुन्छ नि ल्या अन्त कुट्टाले जात्न नि त सुसिलो बात इसे ए मैले बाजीले त डार त होला डार
दाइ ए मेरो यो हड्डी किन निकाल्दिस् पुर्ते छिटो त्यसले बोरा ल टिकी लगाइदियो है सानो क्या मुख छोडेर फेरि झन् मैले धोइ क्याएर ल्याएर ए टिकी लगाइदियो मैले के अरे भाइलाई यसरी होइन यसरी टिपन बर्थडे बोके त फेरि बर्थडेको यसरी टिपन यसरी यसरी हजुर यसरी सिकाउनु न भाइ टिका गर्न सिके बाबु फेरि गइहाल्छ भाइ दिदीले कमला छोरीको छोरीले भाइलाई सिधा लगाइदियो ए पैसा त लिएको गरे न मेरो नातिलाई रोग बेग्रे नछोडोस् अरु के हो त्यसकोमा खोइ के मामाको पो अनानी मामा कहिँदा कि भाइ अनि कुराले साडी नि हुन्छ होइन मामाको के हजुरको बाजुलाई हेर बाजुलाई हे तेल उठाएर खिचिङ कि लाग्नु यो आइफोनमा गर्नु हजुर लाउनु भयो यता हेर हेर्नु यता यता यी ल भाइ के भन्नु रोग अब सुत्न लाग्यो यही हो त अब त खाँदै नखाने भाइ ल भ्याइयो हाम्रो टिका लाउने कार्यक्रम भ्याइयो भ्याइयो ए नातिको गर्दुवा है यो नातिको गर्दुवा यो लाएर तामाको पित्तलको भड्डु पाछ यो कपडा है न कपडा फाल्तु ए नातिको पैसा त कति धेरै ए मोबाइल हालिदिएछ भिएनाकोमा उसमा गर्नु भनेको थियो झन् यहाँ दिदीले हालिदिनु हुन्छ क्या उसले नजानेको हो क्या एउटा भाँडामा सलाद पनि लानु पर्यो उतातिर अलिक त्यो भाँडामा हाल्नु के सल्लाह माम खाने नाति आहा बजेको कन बसी छे सेतो सेतो मासु त्यहाँनिर ओ माइल दिदी यता हेर्नु है ओ माइल नानी ल ए कान्छी नानी खाना कस्तो छ नातिको भातुलाई ओ देउरा नि यता हेर ओ भान्जी हेलो हेलो खायो क्यामेरा हेरेर गइदिए त कता गयो खायो कता गयो मेरो नानी त यी साइकलमा बसेछ है कमैली हेर त भाइकै साइकलमा मामु यसै साइकल किनिदिनु भन न एक फेर अलि चर्को भन न मलाई हो होइन यहाँ भिडियोमा भन् भनेको क्या ल यता हेर एक फेर वाउ
दादाको साइकलमा चढेर नानी त है वा